एउटा मान्छे छ, वार्षिक आम्दानी करोडौं रुपैयाँ, तर महिनाको अन्त्यमा ऊ सधैँ पैसाको चिन्तामा हुन्छ। अर्को मान्छे छ, साधारण जागिर, तर आर्थिक रूपमा ऊ स्वतन्त्र छ। यो कुनै फिल्मको कथा होइन, यो वास्तविक जीवन हो र यस्तो कुरा हरेक दिन भइरहेको हुन्छ। तर प्रश्न के हो, किन यस्तो हुन्छ? यसको जवाफ दिन्छ आजको किताब, द साइकोलोजी अफ मनी। र म एउटा कुरा भन्छु, यदि तपाईले यो भिडियो अन्तसम्म हेर्नुभयो भने पैसालाई हेर्ने तपाईको दृष्टिकोण बदलिन सक्छ। नमस्ते, स्वागत छ बुक मन्त्रा नेपालमा। यो च्यानलमा हामी संसारका उत्कृष्ट किताबहरूबाट सबैभन्दा महत्त्वपूर्ण विचारहरू निकालेर सरल नेपाली भाषामा तपाईको जीवनसँग जोड्छौं। म हुँ तपाईको साथी। आज हामी बुझ्नेछौं मर्गन हाउजलको विश्व प्रसिद्ध किताब द साइकोलोजी अफ मनी। यो किताब सन् 2020 मा प्रकाशित भयो र आजसम्म विश्वभर 40 लाख भन्दा बढी प्रतिहरू बिक्री भइसकेका छन्। तर यो किताब किन यति चर्चित भयो? किनभने यो किताबले केवल लगानी कसरी गर्ने भनेर मात्र सिकाउँदैन, यसले देखाउँछ मानिसहरूले पैसाको बारेमा कसरी सोच्दछन् र किन धेरै जसो आर्थिक निर्णयहरू तर्कभन्दा बढी व्यवहारबाट प्रभावित हुन्छन्। र यही कुरा बुझ्नु नै दीर्घकालीन आर्थिक स्वतन्त्रताको आधार हो। त्यसैले आरामसँग बस्नुहोस्। सुरु गरौँ। पाठ 1, पहाड भनेको के हो? तपाईँ आफै आफ्नो बाटोमा हुनुहुन्छ। ब्रियाना विस्ट भन्छिन्, जीवनमा पहाड भनेको बाहिरको कुनै कठिनाई होइन। पहाड भनेको त्यो अवरोध हो जुन तपाईले आफै निर्माण गर्नुभएको छ। यो सुनेर धेरैलाई रिस उठ्छ। मैले आफ्नो समस्याहरू आफै बनाएको हुँ, यो के कुरा हो? तर एकछिन रोकौं, एउटा उदाहरण लियौं। एकजना युवतीको सपना छ आफ्नो व्यापार सुरु गर्ने। सबै योजना छ, केही पुँजी पनि छ, परिवारको साथ पनि छ। तर वर्षौंदेखि उनी सुरु गर्दिनन्। किन? बाहिरबाट हेर्दा सबै ठिक छ, तर भित्रबाट एउटा आवाज छ जुन भन्छ, असफल भए भने, मान्छेले हाँसे भने, म योग्य छैन भने। यो आवाज यो नै पहाड हो। यो पहाड पैसाले बनेको होइन, परिस्थितिले बनेको होइन। यो पहाड भय, पुरानो घाउ र आफूप्रतिको गलत विश्वासले बनेको छ। र यसैले विस्ट भन्छिन्, जब तपाईँ पहाड चढ्छौं, तपाईँ वास्तवमा आफ्नै सबैभन्दा गहिरो डर र सीमाहरूसँग लड्दै हुनुहुन्छ। बुक मन्त्रा नेपालको परिवारलाई आज एउटा इमान्दार प्रश्न। तपाईको जीवनमा कुन कुरा वर्षौंदेखि अड्किएको छ, जसको कारण बाहिर खोज्नु भएको छ, तर कारण भित्र हुन सक्छ? त्यो प्रश्नको जवाफ आजको यो भिडियोमा पाउनुहुनेछ। पाठ 2, आत्मविध्वंस। हामी किन आफ्नै सफलता रोक्छौं? यो पाठ मलाई लाग्छ बुक मन्त्रा नेपालको हरेक दर्शकले कम्तीमा 2 पटक सुन्नुपर्छ। किनभने यो पाठले हाम्रो जीवनको सबैभन्दा रहस्यमय व्यवहार उजागर गर्छ। हामी आफ्नै सफलता किन रोक्छौं? विस्ट यसलाई भन्छिन् आत्मविध्वंस। आत्मविध्वंस भनेको जानाजानी नभए पनि आफ्नो राम्रो हुने बाटोमा आफै ढुङ्गा हाल्नु। यसका केही उदाहरणहरू हेरौं। पहिलो, परीक्षाको एक रात अघि पढ्न नसक्नु। दोस्रो, राम्रो सम्बन्ध आउँदा नजानिदो गल्तीहरू गरेर टुटाउनु। तेस्रो, व्यापार बढ्न थाल्दा आफै निरुत्साहित हुनु। चौथो, स्वास्थ्यमा सुधार आउँदा पुरानो बानीमा फर्किनु। यी सबै आत्मविध्वंसका रूपहरू हुन्। तर किन हुन्छ यस्तो? विस्ट भन्छिन्, यसको पछाडि एउटा गहिरो कारण छ। हाम्रो मन परिचित कुरामा सुरक्षित महसुस गर्छ। यदि तपाईँ सधैँ सङ्घर्षमा हुर्किनुभयो, सफलता अपरिचित लाग्छ। यदि तपाईलाई सधैँ माया नपाएको अनुभव छ, राम्रो सम्बन्ध अविश्वसनीय लाग्छ। यदि तपाईको परिवारमा सधैँ अभाव थियो, धन अस्थायी लाग्छ। र त्यसैले मन अन्जानैमा परिचित कष्टतर्फ फर्किन्छ। यो कमजोरी होइन, यो मानव मनको स्वाभाविक बनावट हो। तर बुझिसकेपछि यसलाई बदल्न सकिन्छ। बुक मन्त्रा नेपालको परिवारलाई, तपाईको जीवनमा कुनै प्याटर्न छ जुन बारम्बार दोहोरिन्छ? एउटै किसिमको सम्बन्ध, एउटै किसिमको असफलता,
एउटै किसिमको बाधा। त्यो प्याटर्न संयोग होइन, त्यो तपाईको भित्री विश्वासको प्रतिबिम्ब हो र त्यो विश्वास बदल्नु नै पहाड चढ्नुको सुरुवात हो। पाठ 3 विगतको घाउ। पुराना पीडाहरू वर्तमान जीवन कसरी चलाउँछन्? यो पाठमा विस्ट एउटा यस्तो कुरा भन्छन् जुन सुन्दा सुरुमा अप्ठ्यारो लाग्छ, तर बुझेपछि यो सबैभन्दा उपचारात्मक पाठ हो। उनी भन्छिन्, तपाईका अधिकांश वर्तमान समस्याहरू वास्तवमा विगतका घाउहरूका प्रतिक्रियाहरू हुन्। यसको मतलब के हो? एउटा उदाहरण, एकजना मान्छे छन् जो हरेक सम्बन्धमा अत्यधिक शङ्कालु हुन्छन्। साथीले ढिलो जवाफ दियो, मलाई मन पर्दैन रे। प्रेमीले एक दिन नबोलाएको, मलाई छाड्ने तयारी गर्दैछ। बाहिरबाट हेर्दा यो अत्यधिक सोच्ने बानी हो, तर भित्रबाट हेर्दा बचपनमा कसैले छाडेको थियो वा माया नगरेको थियो वा विश्वासघात गरेको थियो। त्यो पुरानो घाउले आजको सुरक्षित सम्बन्धमा पनि खतरा देख्छ। विस्ट भन्छिन्, तपाईँ आफ्नो विगतको घाउबाट प्रतिक्रिया दिँदै हुनुहुन्छ, वर्तमानको वास्तविकतालाई नभएर। नेपाली समाजमा यो विषयमा कुरा गर्नु अझै कठिन छ। विगत छाड भनिन्छ, बलियो बन भनिन्छ, धेरै सोच्नु हुँदैन भनिन्छ। तर घाउ छाडिँदैन, निको पारिन्छ, र निको पार्नको लागि पहिले स्वीकार गर्नुपर्छ। बुकमन्त्रा नेपालको परिवारलाई एउटा कोमल अनुरोध, आफ्नो कुनै बानी वा डर जुन तपाईलाई बारम्बार कष्ट दिन्छ, त्यसलाई एकछिन बस्नुहोस् र सोध्नुहोस्, यो बानी वा डर मेरो जीवनमा कहिले देखा पर्यो, त्यसबेला के भएको थियो? त्यो प्रश्नको जवाफमा तपाईको उपचारको बिउ छ। पाठ 4 भावनात्मक परिपक्वता। भावनाहरूलाई दबाउनु होइन, बुझ्नु हो। यो पाठ नेपाली समाजको लागि अत्यन्त आवश्यक छ। हाम्रो समाजले हामीलाई सिकाएको छ, रोएको देखाउनु हुँदैन, डरेको देखाउनु हुँदैन, कमजोर देखिनु हुँदैन। र हामी भावनाहरू दबाउन सिक्यौं, लुकाउन सिक्यौं, भाग्न सिक्यौं। विस्ट भन्छिन्, यो नै सबैभन्दा ठूलो गल्ती हो, किनभने दबाइएको भावना हराउँदैन। यो भित्रभित्र जम्छ र एक दिन अप्रत्याशित रूपमा बाहिर आउँछ, कहिले रिसको रूपमा, कहिले चिन्ताको रूपमा, कहिले शरीरको रोगको रूपमा। भावनात्मक परिपक्वता भनेको भावना नमहसुस गर्नु होइन। भावनात्मक परिपक्वता भनेको भावनालाई महसुस गर्नु, बुझ्नु र सुरक्षित तरिकाले अभिव्यक्त गर्नु। विस्ट 4वटा कदमहरू दिन्छिन्। पहिलो, भावनालाई नाम दिनुहोस्। मलाई रिस उठ्यो होइन, मलाई अपमानित महसुस भयो भन्नुहोस्। दोस्रो, त्यो भावना शरीरमा कहाँ छ पत्ता लगाउनुहोस्। छातीमा भारीपन, घाँटीमा अड्किएको, यो अवेरनेस नै उपचारको सुरुवात हो। तेस्रो, त्यो भावनाले के भन्न चाहेको छ सुन्नुहोस्। रिस प्राय भन्छ, मेरो सीमा मिजियो। डर प्राय भन्छ, मलाई सुरक्षा चाहिन्छ। दुःख प्राय भन्छ, मलाई माया चाहिन्छ। चौथो, त्यो सन्देश बुझेपछि उचित कदम लिनुहोस्। भावनाहरू शत्रु होइनन्, यी तपाईको भित्री सन्देशवाहकहरू हुन्। आजदेखि आफ्नो भावनाहरूलाई दबाउनु छाड्नुहोस्, बरु सुन्न सिक्नुहोस्। पाठ 5 पहिचान र परिवर्तन। तपाईँ जे हुनुहुन्छ भन्ने विश्वासले नै जीवन निर्माण गर्छ। यो पाठ पढ्दा मलाई एउटा प्रश्न आयो जसले मलाई दिनहुँसम्म सोचाइरह्यो। तपाईँ को हुनुहुन्छ? म एकजना विद्यार्थी हुँ, म एकजना कर्मचारी हुँ, म एकजना आमा बाबा हुँ। यी सबै भूमिकाहरू हुन्, तर तपाईँ भूमिका भन्दा पर को हुनुहुन्छ? विस्ट भन्छिन्, हाम्रो पहिचान हाम्रो जीवनको सबैभन्दा शक्तिशाली शक्ति हो। हामी जे सोच्छौं हामी हौं त्यही बन्छौं। म असफल मान्छे हुँ, मन असफलताको प्रमाण खोज्छ। म भाग्यहीन हुँ, मन दुर्भाग्यका अवसरहरू देख्छ। म सधैँ पछि पर्छु, मन पछि पर्ने बाटोहरू छान्छ। तर यसको विपरीत पनि सत्य छ। म बिस्तारै तर निश्चित रूपमा बढ्दैछु, मन वृद्धिका अवसरहरू देख्छ। म सिक्न सक्छु, मन नयाँ ज्ञानतर्फ खुल्छ। म यसको योग्य छु, मन त्यो पाउने बाटोहरू खोज्छ।
यहाँ विस्टको सबैभन्दा गहिरो विचार आउँछ। उनी भन्छिन्, तपाईँ नयाँ बन्नु पर्दैन। तपाईले केवल जुन गलत परतहरू जीवनका कठिनाइहरूले तपाईमाथि थपेका छन् ती हटाउनुपर्छ। भित्र तपाईँ पहिले नै सम्पूर्ण हुनुहुन्छ। अनबिकमिङ, यही नै सबैभन्दा गहिरो परिवर्तन हो। नयाँ बन्ने होइन, साँचो बन्ने। बुक मन्त्रा नेपालको परिवारलाई आज ऐनामा हेर्नुहोस् र भन्नुहोस्, म पहिले नै सम्पूर्ण छु। मैले केवल आफ्नो बाटो खोज्नु छ। पाठ 6 सिमाना। आफ्नो लागि नाइ भन्न सिक्नुहोस्। यो पाठ विशेष गरी नेपाली समाजमा सबैभन्दा कठिन र सबैभन्दा आवश्यक छ। सिमाना। विस्ट भन्छिन्, सिमाना भनेको अरूलाई टाढा गर्नु होइन, सिमाना भनेको आफूलाई सुरक्षित राख्नु हो। नेपाली समाजमा नाइ भन्नु प्राय स्वार्थी ठानिन्छ। परिवारले मागेको नाइ भन्न सकिँदैन, साथीले भनेको नाइ भन्न सकिँदैन, समाजले चाहेको नाइ भन्न सकिँदैन। र यसरी आफ्नो जीवन अरूको अपेक्षाहरूको लामो सूची बन्छ। विस्ट एउटा कठोर सत्य भन्छिन्, जो मान्छे सबैलाई खुसी पार्न खोज्छ ऊ अन्तमा कसैलाई पनि खुसी पार्न सक्दैन, आफूलाई पनि होइन। सिमाना राख्नु भनेको मलाई थकान छ, म आज आउन सक्दैन। यो मेरो मूल्य विरुद्ध छ, मैले यो गर्न मिल्दैन। मलाई एक्लो समय चाहिन्छ, आज मलाई आफ्नै लागि राख्नु छ। यी शब्दहरू भन्न सिक्नु साहसको काम हो। तर विस्ट भन्छिन्, हरेक पटक तपाईँ सिमाना राख्नुहुन्छ, तपाईँ आफूलाई भन्नुहुन्छ म महत्त्वपूर्ण छु। र जब तपाईँ आफूलाई महत्त्वपूर्ण ठान्नुहुन्छ, संसारले पनि तपाईलाई त्यसरी नै व्यवहार गर्छ। बुक मन्त्रा नेपालको परिवारलाई आज एउटा कुरामा नाइ भन्नुहोस् जसले तपाईलाई लामो समयदेखि थकाएको छ। त्यो एउटा नाइले तपाईको जीवनमा सयौं होका ढोकाहरू खोल्नेछ। पाठ 7 वृद्धि वेदनादायी हुन्छ, परिवर्तन सधैँ आरामदायी हुँदैन। यो पाठमा विस्ट एउटा यस्तो सत्य भन्छिन् जुन अधिकांश सेल्फ हेल्प किताबहरूले लुकाउँछन्। वृद्धि वेदनादायी हुन्छ। हामी सोच्छौं परिवर्तन आएपछि सबै राम्रो हुन्छ, तर सत्य यो हो परिवर्तनको क्रममा पहिले धेरै कुराहरू भत्किन्छन्। पुराना सम्बन्धहरू टाढा हुन्छन्, परिचित बाटाहरू बन्द हुन्छन्, पुरानो पहिचान छुट्छ। र यो भत्किने क्रममा हामी प्राय पछाडि फर्किन्छौं। पहिले नै राम्रो थियो, किन बदलिन खोजेर? यो मेरो लागि होइन। विस्ट भन्छिन्, यो भावना कमजोरीको संकेत होइन, यो वृद्धिको संकेत हो। एउटा प्रकृतिको उदाहरण लियौं। सुनको डल्लो सुन बन्नु अघि आगोमा पोलिनुपर्छ, फूल फुल्नु अघि माटोमा थुनिनुपर्छ। तपाईँ पनि साँचो रूपमा बढ्नु अघि केही पुराना कुराहरू छाड्नुपर्छ। र त्यो छाड्ने क्षण पीडादायी हुन्छ। तर त्यो पीडा विनाश होइन, त्यो रूपान्तरण हो। विस्टको यो वाक्य सधैँ याद राख्नुहोस्, तपाईँ टुटिरहनु भएको छैन, तपाईँ खुलिरहनु भएको छ। पाठ 8 आफ्नै साथी बन्नुहोस्, आफूप्रतिको सबैभन्दा महत्त्वपूर्ण सम्बन्ध। यो पाठले मलाई व्यक्तिगत रूपमा सबैभन्दा बढी रुवायो। विस्ट सोध्छिन्, तपाईँ आफ्नो सबैभन्दा प्रिय साथीसँग जसरी व्यवहार गर्नुहुन्छ, के तपाईँ आफूसँग त्यसरी नै व्यवहार गर्नुहुन्छ? एकछिन सोच्नुहोस्। तपाईको प्रिय साथी असफल भयो भने तपाईँ भन्नुहुन्छ, कुनै कुरा छैन, तिमीले प्रयास गर्यौ, अर्को पटक राम्रो हुन्छ। तर तपाईँ आफै असफल हुँदा तपाईँ आफूलाई भन्नुहुन्छ, म किन यति मूर्ख छु, म कहिल्यै केही गर्न सक्दिन। यो फरक, यो नै सबैभन्दा ठूलो समस्या हो। हामी अरूलाई भन्दा आफूलाई धेरै कठोर व्यवहार गर्छौं। विस्ट भन्छिन्, जुन करुणा तपाईँ अरूलाई दिनुहुन्छ, त्यही करुणाको तपाईलाई सबैभन्दा बढी आवश्यकता छ। आफ्नै साथी बन्नुहोस् भनेको असफलतामा आफूलाई थप्पड हान्नु होइन, कस्तो गाह्रो रहेछ, मैले प्रयास गरे, त्यही ठूलो कुरा हो भन्नु हो। गलती भयो भने आफूलाई घृणा गर्नु होइन, मैले सिकेँ, अब फरक गर्छु भन्नु हो। बुक मन्त्रा नेपालको परिवारलाई आज
सुत्नुअघि आफूलाई एउटा कुराको लागि धन्यवाद दिनुहोस्। सानो होस् फरक पर्दैन। आज मैले प्रयास गरेँ, आज मैले टिके, आज मैले अघि बढेँ। यो आत्मकरुणाको अभ्यास धेरै धेरै तपाईको भित्री संसार बदल्छ। पाठ 9। वर्तमान क्षण। जीवन यही क्षणमा छ। यो पाठमा विस्ट एउटा कुरा भन्छिन् जुन सुन्दा सरल लाग्छ, तर अभ्यास गर्दा जीवन बदल्छ। जीवन विगतमा होइन, भविष्यमा पनि होइन, जीवन यही क्षणमा छ। हामी प्राय दुई ठाउँमा बाँचिरहन्छौँ। विगतमा, त्यो बेला यस्तो भएको थियो, त्यो गर्नु हुँदैन थियो, त्यो मान्छेले यस्तो गर्यो। भविष्यमा, यदि त्यो भएन भने, यदि असफल भए भने, यदि मान्छेले हाँसे भने, र यसरी वर्तमान क्षण जुन एकमात्र साँचो क्षण हो बिताउँछ। विस्ट भन्छिन्, तपाईको जीवनको प्रत्येक राम्रो कुरा वर्तमान क्षणमा मात्र पाउन सकिन्छ। माया वर्तमानमा छ, आनन्द वर्तमानमा छ, शान्ति वर्तमानमा छ। विगतको पश्चाताप र भविष्यको चिन्ताले वर्तमानको यी उपहारहरू चुरिन्छन्। व्यावहारिक अभ्यास। हरेक दिन केवल 5 मिनेट सबै विचारहरू छाडेर केवल श्वासमा ध्यान दिनुहोस्। श्वास भित्र आउँदा, अहिले म यहाँ छु। श्वास बाहिर जाँदा, अहिले म सुरक्षित छु। यो साना अभ्यासले अवचेतन मनलाई वर्तमानमा ल्याउँछ र वर्तमानमा आएपछि जीवन कति सुन्दर छ भन्ने थाहा हुन्छ। पाठ 10। पहाड चढ्नुको अर्थ। जित्नु भनेको के हो? र अन्तमा यो किताबको सबैभन्दा सुन्दर सन्देश। विस्ट भन्छिन्, पहाड चढ्नुको लक्ष्य शिखरमा पुग्नु मात्र होइन। पहाड चढ्नुको लक्ष्य चढ्ने क्रममा आफूलाई खोज्नु हो। जब तपाईँ आत्मविध्वंस रोक्नुहुन्छ, तपाईले आफ्नो शक्ति पत्ता लगाउनुहुन्छ। जब तपाईँ पुराना घाउ निको पार्नुहुन्छ, तपाईले आफ्नो कोमलता पत्ता लगाउनुहुन्छ। जब तपाईँ सीमाना राख्नुहुन्छ, तपाईले आफ्नो सम्मान पत्ता लगाउनुहुन्छ। जब तपाईँ आफ्नै साथी बन्नुहुन्छ, तपाईले आफ्नो माया पत्ता लगाउनुहुन्छ। यी सबै शिखरभन्दा पनि ठूला उपहारहरू हुन्। विस्टको अन्तिम र सबैभन्दा शक्तिशाली वाक्य। तपाईँ त्यो पहाड हुनुहुन्छ र तपाईँ नै त्यो पर्वतारोही पनि हुनुहुन्छ। तपाईँ नै अवरोध हुनुहुन्छ र तपाईँ नै समाधान पनि हुनुहुन्छ। यो बुझेपछि सबै बदलिन्छ। बाहिरको संसार उही रहन्छ, तर तपाईँ फेरिनुहुन्छ र फेरिएको तपाईको लागि संसार फेरिन्छ। साथीहरू, ब्रियाना विस्टले यो किताब लेखिन् एउटा सरल तर गहिरो विश्वाससँगै। तपाईँ साँच्चै राम्रो जीवन बाँच्न सक्नुहुन्छ र त्यसको बाटो तपाईँभित्र नै छ। आजका 10 पाठहरूको सार। पाठ 1, पहाड बाहिर होइन, भित्र छ। पाठ 2, आत्मविध्वंस बुझ्नुहोस् र रोक्नुहोस्। पाठ 3, विगतका घाउहरू निको पार्नुहोस्। पाठ 4, भावनाहरूलाई सुन्नुहोस्, दबाउनु होइन। पाठ 5, साँचो पहिचान फेला पार्नुहोस्। पाठ 6, सीमाना राख्नुहोस् आफ्नो लागि। पाठ 7, वृद्धिको पीडालाई स्वागत गर्नुहोस्। पाठ 8, आफ्नै सबैभन्दा राम्रो साथी बन्नुहोस्। पाठ 9, वर्तमान क्षणमा बाँच्नुहोस्। पाठ 10, तपाईँ नै पहाड हुनुहुन्छ, तपाईँ नै पर्वतारोही पनि। म जान्दछु, आजको भिडियोमा भनिएका कुराहरू कहिलेकाहीँ कठिन लाग्छन्। आफूलाई हेर्नु सबैभन्दा साहसिलो काम हो, तर यो साहस तपाईँभित्र पहिले नै छ। बुक मन्त्रा नेपाल यहाँ छ, तपाईको हरेक कदममा, साथमा। यदि आजको यो भिडियोले तपाईको मनमा एउटा पनि नयाँ विचार जगायो भने लाइक गर्नुहोस्। तपाईको एक लाइकले हामीलाई अझ राम्रो सामग्री बनाउन प्रेरणा दिन्छ। सब्स्क्राइब गर्नुहोस् र बेल आइकन थिच्नुहोस्, किनकि बुक मन्त्रा नेपालमा हरेक हप्ता हामी जीवन बदल्ने किताबहरूको सार ल्याइरहन्छौं। कमेन्टमा लेख्नुहोस्, तपाईको जीवनमा तपाईँ आफैले आफ्नो बाटो कहाँ रोकिरहनु भएको छ। कहिलेकाहीँ आफ्ना विचारलाई शब्दमा लेख्नु नै परिवर्तनको पहिलो कदम हुन्छ। शेयर गर्नुहोस् त्यो एकजनासँग जसले अहिले आफैलाई दोष दिइरहेको छ, जसले सोचिरहेको छ,
म मात्र किन यस्तो भइरहेको छु? सायद यो भिडियो नै उसको लागि उत्तर हुन सक्छ।